नमस्कार साथीहरु, तपाईहरुलाई स्वागत छ बाइक रिपेयरिङ सेन्टर नेपाल युट्युब च्यानलमा। पुरै फुल इन्जिनको पार्ट टुक्राहरु है, जति पनि सामानहरु हुन्छ यसको पार्टहरु सबै खोलेर हामीहरुले यहाँ राखेको छ। यहाँ देख्न सक्नुहुनेछ, यहाँनिर क्रेङ्क बसेको हुन्छ, त्यो पनि ओपन हामीहरुले गर्दिसकेको छ है। अनि यसको यो चेम्बर भयो, यहाँ चाहिँ टायर हुन्छ है, सबै ओपन हामीहरुले गर्दिसकेको छ। अनि यसको यहाँ सामानहरु देख्न सक्नुहुनेछ, यो यहाँ देख्न सक्नुहुनेछ है। पुरै यो किकको कभरहरु भयो है, यो पिकअप बस्ने ब्यारिएटरहरु यहाँ देख्न सक्नुहुनेछ, पिकअप कचौरा है मित्रहरु, यो पिकअप गेडीहरु देख्न सक्नुहुनेछ, जुन सबै खोल्नु पर्ने हुन्छ है फुल इन्जिन बनाउँदाखेरि। यहाँ देख्न सक्नुहुन्छ। अनि यहाँनिर चाहिँ मेन कनेक्टिङ ढिक्का यहाँ लागेको हुन्छ, कनेक्टिङ है, कनेक्टिङ जुन हामीहरुले भन्ने गरिन्छ नि है, त्यो यहाँ लागेको हुन्छ। यो पनि हामीहरुले ओपन गरेको छ, यो पनि हामीहरुले ओपन गरेको छ है मित्रहरु। हामीहरुले फुल इन्जिन बनाउँदाखेरि कुन कुन पार्ट फेर्नु पर्छ यसैको बारेमा आज म तपाईहरुलाई जानकारी गराउँछु। यो हुन्डा कम्पनीको डियो स्कुटर हो है, यो हुन्डा कम्पनीको डियो स्कुटर भयो, एभिएटर भयो या एक्टिभा भयो, हुन्डा कम्पनीको जति पनि स्कुटरहरु छ नि, इन्जिन बनाउनु पर्ने छ भने तपाईहरुको यो नम्बरमा कन्ट्याक्ट गरेर आउन सक्नुहुनेछ। यहाँ नम्बर तपाईहरु देख्न सक्नुहुनेछ है मित्रहरु। त फुल इन्जिन बनाउँदाखेरि कति कष्ट लाग्छ तपाईहरुको मनमा सवाल उठिरहेको होला। फुल इन्जिन बनाउँदाखेरि कष्ट लाग्ने भनेको कन्डिसन हेरेर हुन्छ, तैपनि लगभगमा म तपाईहरुलाई जानकारी गराइदिन्छु 10,000 देखि लिएर 10,000 देखि लिएर 15,000 को बीचमा फुल इन्जिन बन्नै सक्छ है मित्रहरु। यो कुरा तपाईहरु ध्यान दिन सक्नुहुनेछ। जसमध्येमा फुल इन्जिनमा तपाईको फाइन बेल्ट अनि क्लच सु अनि पिकअप गेडी पिकअप कचौरा यिनीहरु चाहिँ आउँदैन है। फुल इन्जिनको मात्र हुन्छ, जुन फाइन बेल्टहरु पिकअप कचौराहरु अनि तपाईको यो क्लच सुहरु यो चाहिँ आउँदैन है फुल इन्जिन बनाउँदाखेरि। यो जुन ढिक्का तपाईहरु देख्न सक्नुहुन्छ, यो पुरा एसेम्बली है मित्रहरु, यो चाहिँ हामीहरुले हेड भन्ने गरिन्छ। यहाँनिर भल्भ लागेको हुन्छ है मित्रहरु, जुन भल्भ हामीहरुले चेन्ज गर्नुपर्ने हुन्छ इन्जिन बनाउँदाखेरि। यहाँनिर ठुलो भल्भ हुन्छ है, जुन हाम्रो चाहिँ ठुलो भल्भ यो कार्बेटर साइडको हुन्छ। यो सानो भल्भ मित्रहरु हाम्रो यो साइलेन्सर साइडको हुन्छ। यहाँ देख्न सक्नुहुन्छ, यसको कन्डिसन एकदम बिजोग छ, कति फोहोर भएको छ, चारैतिर मोबिल लिकेज थियो है मित्रहरु। अनि यहाँ देख्न सक्नुहुन्छ, यो सब क्लिन हुन्छ है, यो लेथबाट आइसकेपछि मात्र क्लिन गर्ने हो हामीहरुले। यहाँ देख्न सक्नुहुन्छ लास्ट नै धेरै नै धुवा फालिराखेको थियो यो स्कुटर है, लास्टै धुवा फालिराखेको थियो यो स्कुटरले। अनि यो चाहिँ पुरै सरसफाइ गरिदिन्छ, लेथको मेकानिकले यो पुरै गर्नुपर्ने काम हो है मित्रहरु। अनि यो प्लग पनि चेन्ज गर्नुपर्छ है मित्रहरु। अनि यसको यहाँ रोकर हुन्छ, यहाँ एउटा रोकर हुन्छ, जुन रोकर ठीक छ त्यो चेन्ज गर्नु पर्दैन। यो केम सापट यहाँ देख्न सक्नुहुन्छ, यो केम सापट पनि ठीक छ, यो पनि चेन्ज गर्नु पर्दैन है मित्रहरु। अनि यो यहाँनिर जुन भल्भ छ, यो भल्भ लागेको छ, यो त चेन्ज गर्नै पर्छ। यो एउटा भल्भ गाडी चेन्ज गर्नुपर्छ, यो एउटा भल्भ गाडी चेन्ज गर्नुपर्छ। अनि पुरानो भल्भ म तपाईहरुलाई देखाइदिन्छु। यहाँ देख्न सक्नुहुन्छ, यो चाहिँ पुरानो भल्भ रहेको छ। यसको कन्डिसन हेर्नु है, लास्ट खतम छ, यो पुरै कालो भएर डलिसकेको छ है। यहाँ देख्न सक्नुहुन्छ, यहाँ कालो मुस्लो मोबिल डलेर यहाँ कालो मुस्लो बसेको छ, यहाँ देख्न सक्नुहुन्छ है, सब खतम भइसकेको छ है मित्रहरु। यो त चेन्ज गर्न परिहाल्यो। अनि मित्रहरु यो चाहिँ भल्भ आइसिलो, यो पनि चेन्ज गर्नुपर्छ है। यो भल्भ भयो, यो पनि चेन्ज गर्नु पर्यो है मित्रहरु। अनि अरु मित्रहरु म तपाईहरुलाई के जानकारी गराइदिन्छु भने, यो चाहिँ ब्लक देख्न सक्नुहुन्छ, यसलाई बोर भने पनि भयो अनि ब्लक एसेम्बली भने पनि भयो। यो ढिका चेन्ज गर्ने हैन, यो ढिका चेन्ज गर्न पनि पाइन्छ, तर कस्ट जुन हुन्छ नि त्यो बढी लाग्न सक्छ। त्यही भएर यो ढिका चेन्ज नगरिकन यसलाई बोर गर्ने हो है। यो बोर कहाँ हुन्छ त लेथमा, यो पनि लेथमा लानु पर्यो है मित्रहरु। जुन यसको पुरानो पिस्टन म तपाईहरुलाई देखाइदिन्छु। यहाँ देख्न सक्नुहुन्छ, यो पुरानो पिस्टन है, पुरै डलिसकेको छ, पुरै खतम भइसकेको छ। त्यही भएर यो पिस्टन खतम भयो भने, यसको रिङ खियो भने यो चाहिँ व्हाइट स्मोक गर्ने हो, धुवा फाल्ने हो है मित्रहरु। त यो कुरा तपाईहरुले ध्यान दिनुपर्ने हुन्छ। यो पिस्टनमा यो स्कुटरको पिस्टनमा यहाँ स्क्रैच तपाईहरु देख्न सक्नुहुन्छ, कति स्क्रैच परेको छ है मित्रहरु। यहाँ देख्न सक्नुहुन्छ तपाईहरु, नाइलावा नहीं यहाँ तक है, यहाँ देख्न सक्नुहुन्छ, यहाँ कति स्क्रैच परेको छ है। यो पुरै स्क्रैच परेको छ यहाँ, यानी कि यहाँ घाउ भइसकेको छ यो पिस्टनलाई। यहाँ देख्न सक्नुहुन्छ, मोबिल नभएर यसको इन्जिन सिज भएको हो, सिज भएको हैन, मोबिल नभएर यो चाहिँ यसको इन्जिन गएको हो है। त्यही भएर मोबिलमा तपाईहरु ध्यान दिन सक्नुहुन्छ। यहाँ पनि स्क्रैच भएको छ, म तपाईहरुलाई देखाइदिन्छु। यहाँनिर हेर्नुस्, यो स्क्रैच भएको छ नि, यहाँ
यहाँ स्क्रैच भयो, यहाँ स्क्रैच भयो, यानी कि घाउ भयो है यो पिस्टनलाई, जुन चिल्लो हुनुपर्ने हो एकदम। यहाँ देख्न सक्छौँ यहाँ पनि स्क्रैच छ, पुरै स्क्रैच छ, त्यही भएर यो चाहिँ धेरै नै धुवा फालिराखेको थियो। यो अब पिस्टन काम लाग्दैन, यसको सट्टामा नयाँ रिङ पिस्टन यहाँ हाल्ने हो अनि बोर गर्ने हो है मित्रहरू। अनि यो पनि लेथमा जान्छ है मित्रहरू। अनि यो चाहिँ केम चेन एडजस्टर भन्छ यसलाई, यो चेन्ज गर्नै पर्छ है। इन्जिन बनाउँदाखेरि यो चेन्ज गर्नै पर्यो। यो केम चेन एडजस्टर भन्छ यसलाई, यो पनि चेन्ज गर्नु पर्यो। यो केम चेन हो, यो पनि चेन्ज गर्नु पर्यो इन्जिन बनाउँदाखेरि। केम चेन एडजस्टर अनि यो केम चेन गाइड है मित्रहरू, यो पनि चेन्ज गर्नु पर्यो है मित्रहरू इन्जिन बनाउँदाखेरि है। फुल इन्जिनमा पर्ने यो एउटा भाग देख्न सक्नुहुन्छ, यसलाई कनेक्टिङ सेट भन्छ है, कनेक्टिङ एसेम्बली भने पनि भयो है मित्रहरू। यहाँ देख्न सक्नुहुनेछ। अनि यहीँनिर पिस्टन लागेको हुन्छ है मित्रहरू। अनि यसको मेन बेयरिङ यो एउटा भयो, यो मेन बेयरिङ भयो, यो एउटा है ठुलो बेयरिङ हुन्छ है। अनि यो एउटा साइडमा यो एउटा बेयरिङ भयो, यो पनि लेथमा जान्छ, यो पनि लेथमै दिनुपर्ने हुन्छ। लेथको मेकानिकहरूले यो चाहिँ मसिनको हेल्पले यहाँको बेयरिङ निकाल्छ, यहाँको बेयरिङ निकाल्छ है। अनि यो रड निकाल्छ, यो कनेक्टिङ रड जुन छ नि, यहाँ पनि गेज बेयरिङ हुन्छ, यो सबै निकाल्छ है। अनि नयाँ कनेक्टिङ रड यो यहाँदेखि लिएर यहाँसम्म यो भाग छ नि, यसलाई कनेक्टिङ रड भन्ने गरिन्छ, यो पनि चेन्ज गर्नु पर्यो। यो मेन बेयरिङ चेन्ज गर्नु पर्यो, यहाँको मेन बेयरिङ चेन्ज गर्नु पर्यो है मित्रहरू। अनि यो कनेक्टिङ एकदम प्रोपर सही हुन्छ। यो ढक भइसकेको छ, यस्तो हामीले टकटक गऱ्यो भने टकटक साउन्ड आउँछ, यो ढक भइसकेको छ, यो पनि लेथमा जान्छ है मित्रहरू। अनि यो त मैले पेट्रोलले पखालेर पुरै राखिदिइसकेको छु, यहाँ देख्न सक्नुहुन्छ। यो पुरै फोहोर थियो, यहाँ त पुरै माटो थियो, तर यो मैले पखालिसकेको छु पेट्रोलले, यहाँ देख्न सक्नुहुनेछ। यो सब पेट्रोलले वास भइसकेको छ है, यहाँ देख्न सक्नुहुन्छ है मित्रहरू। अनि फुल इन्जिन बनाउँदाखेरि यो पार्ट्सहरू चाहिँ फुल इन्जिनमा आउँदैन। यो एउटा भयो पिकअप कचौरा, यो फुल इन्जिन बनाउँदाखेरि यो फेर्नु पर्यो भने बजेट बढ्न सक्छ, कस्ट बढ्न सक्छ। यो फुल इन्जिनमा आउँदैन है, यो चेन्ज हुँदैन फुल इन्जिनमा। यो पिकअप गेडीहरू पनि चेन्ज हुँदैन इन्जिनमा। यो गइसकेको छ भने एक्स्ट्रा पैसा तिर्नुपर्ने हुन्छ है मित्रहरू। अनि अरू यहाँ फाइन बेल्टहरू तपाईँहरू देख्न सक्नुहुन्छ, यसको तल छ पुरै फाइन बेल्टहरू, यो पनि इन्जिन बनाउँदाखेरि आउँदैन। यो केम चेन गाइड रहेछ है, यो एउटा केम चेन गाइड भयो, यो एउटा चेन्ज गर्नुपर्ने हुन्छ फुल इन्जिन बनाउँदाखेरि। अनि यो एउटा केम चेन गाइड छ, यहाँ देख्न सक्नुहुनेछ, यो पनि चेन्ज गर्नुपर्ने हुन्छ है। मोबिल हुन्छ है राम्रो खाले। अनि यसको चाहिँ फुल ग्यास्केट हुन्छ, फुल ग्यास्केट इन्जिन बनाउँदा, फुल इन्जिन बनाउँदाखेरि फुल ग्यास्केट पनि हाल्नुपर्ने हुन्छ है। अनि मोबिल पनि भयो। अनि यो एउटा प्लग पनि हुन्छ, यहाँ देख्न सक्नुहुन्छ, यो एउटा प्लग पनि हुन्छ है, प्लग पनि चेन्ज गर्नुपर्ने हुन्छ फुल इन्जिन बनाउँदाखेरि है मित्रहरू। अनि मित्रहरू यो एउटा कार्बोरेटर देख्न सक्नुहुनेछ तपाईँहरू, यो एउटा पुरै क्लिन हुन्छ, यो पुरै सरसफाइ हुन्छ, पुरै पार्ट पुर्जाहरू खोलेर यो कार्बोरेटर प्रोपर तरिकाले पेट्रोलले फुल्ली वास हुन्छ है मित्रहरू। अनि अरू पनि यो पार्ट्सहरू छ, यहाँ देख्न सक्नुहुनेछ, पुरै फोहोर भएको छ है, मोबिल लिकेज भएर। अनि यो एउटा ओरिङ देख्न सक्नुहुनेछ तपाईँहरू है, यो हेड ओरिङ है। यो ओरिङ काम चल्ने छ भने ठिकै छ, काम चल्दैन, यो चाहिँ एकदम खत्तम भइसकेको छ भने यो चेन्ज गर्नुपर्ने हुन्छ है मित्रहरू। त मित्रहरू फुल इन्जिन बनाउँदाखेरि यति पास्ट फेर्नुपर्ने हुन्छ। यो खर्चको कुरा गर्ने हो भने है मित्रहरू, लगभग 10,000देखि लिएर 15,000को बिचमा, 15,000 माथि जाँदैन, 10,000देखि लिएर 15,000को बिचमा, 10,000, 11,000, 12,000, 13,000 है, 14,000 यस्तो, यानी 10,000देखि लिएर 15,000को बिचमा खर्च हुन्छ फुल इन्जिन बनाउनु पर्नेमा है मित्रहरू। त ल मित्रहरू, यस्तै जानकारीको लागि प्लिज 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 मेरो च्यानललाई सब्स्क्राइब गर्नुहोला। धन्यवाद। जय नेपाल, नमस्कार।